5 घण्टा गएर बालेनको ढोकामा बसे। म बुढीसँग यसो 5 मिनट कुरा गर्ने हिम्मत जसको छैन भने त्यस्ता मान्छे अहिले प्रधानमन्त्री बन्ने देशको मैले पत्याउँदिन। बालेनले पत्याउनु न तपाईँ। हर्क साम्पाले पनि बालेन साथै लिडर बन्न योग्य छैन। यसकारणले हर्क साङपाङ बालेन अहिले नै प्रधानमन्त्री चलाउने उम्रमा पुगेको छैन। अलि पाक्नुपर्छ, अनुभव पोख्त हुनुपर्छ, आफ्नो विकास गर्नुपर्छ। मान्छे त्यसै भगवान हुन्छ, तपस्या गर्नुपर्छ, प्र्याक्टिस गर्नुपर्छ, अध्ययन गर्नुपर्छ। रवि लामिछानेको राजनीति भविष्य कस्तो देख्नु भएको छ? त्यहाँबाट हेर्नु त पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले राजीनामा दिनुभयो। होइन, यदि रवि लामिछाने चोखिएर बाहिर आएर राजनीति गर्नुभयो भने आज तपाईँ हामीले जस्तो नेता खोजेका छौँ नि त्यस्तै नेता बन्नुहुन्छ। रवि लामिछाने महान नेता बन्न सक्छ रवि लामिछाने एक दिन। आज तपाईँ हामीलाई जस्तो नेता हामी खोजिरहेछौँ त्यस्ता नेता बन्नुहुन्छ।